द डे सी वाज बर्न हैन साउन 28 गते 1:10 मा जब डाक्टरले मेरो 1:15 मा जब मेरो हातमा ल्याएर नानी दिनुभएको थियो संसार चाहिँ यही नै रहेछ भन्ने चाहिँ ठ्याक्क मैले त्यतिखेर ठ्याक्क थाहा पाएँ कि माम खाइ गर्नु पर्छ त्यो नि राम्रो फोटो खिच्नु पर्छ हामीले चाहिँ पहिला थाहा थिएन नानी हुन्छ कि बाबु हुन्छ अनि ऊ जन्मेपछि त पुरै मेरो फोकस त उसैमा आफूलाई नि बिर्सिसक्यो हामीलाई नि बिर्सिसक्यो फ्यामिली नि बिर्स्यौँ कि हामी एज अ पेरेन्ट्स ग्रो गरिरहेछौँ ऊ सँगसँगै हामी पनि ग्रो गरिरहेछौँ तेरे लिए थे बांधे मैंने सारे मन्नतों के धागे जिंदगी के गम सारे झुक गए तेरे आगे हामी दुवैजनाको एउटा सोच के थियो भने बाबा मेरो हुनुहुन्न सो काइन्ड अफ त्यो फुलफिल गर्नको लागि चाहिँ लेट्स हैव अ बेबी भन्ने खालको एउटा भएर चाहिँ वी प्लान तर प्लान पनि हाम्रो चाहिँ बेबी बसेको लाइक अराउन्ड 1.5 महिनापछि बल्ल हामीले थाहा पाएको नानी पेटमा आयो भनेर त्यसपछि चाहिँ अब उही नै संसार नै उही नै भएको छ अहिले मेरो लागि एनआइसीमा लानु पर्यो प्रिमच्योर बेबी भयो हाम्रो मलाई चाहिँ त्यो पोस्ट अपमा हुन्छ कुन बेला गएर जाउँ छोरीलाई हेरौँ जस्तो मात्र भइरहेको थियो अनि मैले होल्ड गर्नलाई 6 डेज लाग्यो त्यो एकदम पेनफुल मोमेन्ट थियो तर अहिले नानी ग्रो गरेको हेर्दाखेरि चाहिँ एकदमै रमाइलो हुन्छ मलाई फर्स्ट टाइम देखायो हजुर होल्ड गराएन मलाई जस्ट देखायो मलाई नि गाह्रो मात्र भइरहेको थियो अनि मलाई त मेरो साइडमा के गुडिया ल्याएर देखायो जस्तो भइरहेको थियो म अनकन्सियसै थिएँ कि त्यतिखेर पनि नाम चाहिँ हामीले शिवसँग रिलेटेड राख्नै सोचिरहेको थियौँ कतै मैले नेटमै देखेँ दिविजा भनेर मिनिङ पनि डिभाइन बर्थ हो अनि त्यो सिक्वेन्समा उसको नाम दिविजा रह्यो खुशियों का मेरे सारे तू ही तो है बहाना छोटा सा मैं एक पल कोई तू है सारा जमाना नेम सेलेक्सनको मेमोरी चाहिँ क्वाइट रमाइलो भएको अब मेरो वाइफले चाहिँ यो चाहिँ ठिक हुन्छ होला चाहिँ तपाईँले नि हेर्नु भन्दाखेरि चाहिँ सो आई फाउन्ड इट लाइक एज हर फेस एज हर क्यारेक्टर एज हर वे सी बिहेभ्स गर्दाखेरि यो नेम चाहिँ सुट फरक भएर चाहिँ हामी यसमा चाहिँ फाइनली अग्री भएको दुवैजना अनि ऊ जन्मेपछि त पुरै मेरो फोकस छ उसैमा अनि मेजर चाहिँ हाम्रो चाहिँ झडा पनि नि अहिले उसको लागि हुन्छ सिसिटिभी किन नराख्दै मैले छोरी हेर्न पाइनँ त्यस्तो सानो सानो झडा पनि उसकै लागि हुन्छ उसको बेटरमेन्टको लागि हामी एज अ पेरेन्ट्स ग्रो गरिरहेछौँ ऊ सँगसँगै हामी पनि ग्रो गरिरहेछौँ